ढाकिने खालको रहेछ यति खसेर लाग्यो भने त के हो क्यामेरा प्लस यस्तो पानी परिरहेको छ यहाँ कुमार भाइलाई भेट्नलाई मिनी बस यो चढ्नुपर्छ अगाडिको जुन छ टाइपो जाने टाइपो मार्केट यही नै हो लास्ट आयो 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 यही टाइप हो यो कुमार भाइ आउँदैछ कता हो टाइपको हो यो ठाउँ चाहिँ करिब 35 मिनट लाग्यो मुङबाट स्पिडमा पानी पर्दैछ अलिअलि पानी परेछ ल आइयो कुमार भाइ पनि जाने हो अब मलाई कता कता हुन्छ सो टाइपो यही हो कति नम्बर बस हो यो 206 कहाँ जान्छ अरे यो टाइम त त्यतै ठिक होला किनभने 206 त्यसलाई पनि नोट गरिहालौँ यही बसमा आइयो सानोतिनो डाँडा चाँडो चढ्नु हुन्थ्यो त्यहाँ पनि राम्रो लाग्छ भ्यू राम्रो लाग्छ झन्डै पानी परेको छैन ठिक छ घुम्नलाई आज टाइम टुक आएको छु यहाँ चाहिँ बिबिक्यू बाबरक्यू अनि कति राम्रो बनाएको छ अहिले त पहिला थिएन यस्तो अहिले मजाको बनाएको छ बापरे कस्तो दामी बनाएको यहाँ यो ठाउँ ल हेर्नुहोस् हङकङको टाइमै टुक ठाउँ यो समुद्र गर्मी छैन पानी परेको हुनाले गर्मी पनि छैन यो चाहिँ रमाइलो छ यो ठाउँ यो छ लेखेको टाइम टु फ्यामिली वक यतापट्टि टाइम वक बाबरक्यू साइड यहाँ चाहिँ पिकनिक मनाउने ठाउँ यता हो त्यसो गरेर यहाँबाट ए चिप्लिनु खतरा हुन्छ नि हो टेन्सन पानी रहेछ अलि होसियार लोडै छ ए धेरै हाई उच्च छैन यो चाहिँ एकदम हो त सही हिल
त्यहाँबाट भ्यू देखाउने छु तपाईँहरूलाई। यसो भर्याङमा अलिअलि अब लगभग आइयो क्या त्यहाँ त कुर्सी पनि सिमेन्टको कुर्सी पनि रहेछ। यहाँ रहेछ मेन ठाउँ, यहाँ रहेछ क्या। ल गाइस आइयो, यहाँबाट चाहिँ भ्यू देखाउँछु अब। आहा यो मैले हामी त्यो ड्याम जाने भनेको त्यो ड्याम छ नि हो त्यहाँ हो क्या। ए हिँड्दै जानुपर्छ। ए त्यो यहाँबाट कति स्टेट है यो सिधा सतह पानी तल छ होइन, यो ड्यामको पानी के यति माथि आएको छ है। होइन हो हो अब बर्खाको बेलामा पानी कलेक्ट भयो नि त, यहाँ त पानी जम्मा भएर यति माथि उठेछ। अब फेरि तल एक ठाउँ छ, एक ठाउँ बसेर एउटा भ्यू देखिन सक्ने, त्यसलाई हामी देखाउँछौँ। म भिडियोमा क्याप्चर गर्छु। यो लहरा त यहाँ ठोकिन्छ त, यस्तो कसैले छुट्टाले ल यस्तो भाँचिने खालको रहेछ त। यति खसेर लाग्यो भने त के गर्ने होइन त। आमामा चिप्लिला जस्तो पो छ। चिप्लिला जस्तो छ गाइस, यहाँ त्यस्तै छ। एकदम सम्हालेर हिँड्नुपर्ने। ल गाइस अब हामी यहाँ एकछिन रेस्ट गरेर फेरि तल लाग्छौँ। बिचतर्फ जाँदैछौँ। कतिचोटि आयो कुमार तिमी? हाइकिङ जस्तै त्यही त, यहीँ नजिक होइन, साइकल लिँदै होइन। साइकल छ, साइकल त यतिखेर 25-30 मिनटमा आइन्छ र झन्डै लड्केछ। झन्डै सम्हाल्ने लड्छ नि, यस्तो क्यामेरासँगै बजारे नि, यस्तो डेन्जर। ध्यान दिएन भने त गइन्छौ। हल्का त्यो ल्याउ जस्तो हुँदो रहेछ कि, ढुङ्गामा बसेको हुँदो रहेछ। त्यो एक हप्ता कति नागिसक्यो, पानी परेको परि छ। ल गाइस हामी झरिसक्यो, पुलिसको ठाउँमा खेतमा आइयो है। अब अघि आएको बाटो यही हो। यहाँ साइक्लिङहरू, रिक्सा आफैले हायरमा गर्न सकिन्छ। राम्रै छ साइकल, आफ्नो इन्जोय आफै फ्यामिलीहरू आएर यहाँ बाबरकी खाने, यस्तो साइक्लिङहरू गर्ने। सबै बोटै भयो, रेस्क्यु बोट यो चाहिँ पहेँलो चाहिँ सबै
पहिला यो सबै रेस्क्यु बोट हो यो पर देख्छ आहा शीतल भयो अहिले त अब तपाईँको हामी जाने चाहिँ उहाँ भएको छौँ के गर्नु ऊ त्यहाँ पर बिच देखेको छ त्यहाँ चाहिँ गएर हल्का भिडियो बनाउने ल यहाँ के किन्ने के छ र यहाँ दोकानमा खै कुमार भाइले के किन्न छैन मान्छे छैन क्या पानी त यहीँ छ मेरो त भयो मलाई पर्दैन मेरो छ सानो सानो छ भइहाल्छ अहिले तिमीले ल्याऊ पानी लिएर यहाँ छ नि होला कार्ड यहाँ यस्तो सानो दोकानमा कार्ड छुवाएर गर्ने एउटा फेसिलिटी छ खुजुरा पैसाहरू पर्दैन यहाँ चाहिँ यहाँ अक्टोस यहाँ टुट्टो बजायो नि पैसा काट्छ चिसो फ्रिजको निकाल्यो पानी खाइयो मेरो त यहीँ छ कि सानो बोतल त्यसले पुग्छ अहिलेलाई त्यहाँ केलाई हो र चिसोमा खाने बानी गरेर ए त्यो सिधा त्यो ड्याम थिए हो त्यहाँ मान्छेहरू हिँडेको हुन्छ नि त्यो बेला माथिबाट खिच्नु सही राम्रो हुन्छ क्या त्यही त है यहाँ मेरो यसलाई अस्ति त टाढाबाट पर पछाडिको खिच्नु अनि खिच्दै खिच्दै ड्रोनले होइन क्या यसरी ए यसले त ए सही देखिन्छ यहाँबाट हो र छेउछेउमा जानुहुन्थ्यो र फेरि ए जान सकिन्छ तर के छ के अब हिलो पानी ए बाटो त छ जस्तो छ त्यहीँ जानुपर्ने रहेछ के हो गयो नि हुन्थ्यो अहिले यस्तो भन्न न छ र बाटो यहाँ पनि यस्तो त्यहाँ त्यस्तो जाम मान्छे नि फेरि जाम भयो उतै बाटो थिएन ए बाटो चाहिँ नरहेछ ल गाइस यहाँ पानी पो रहेछ तल बाटो छ भनेको नरहेछ त्यही भएर यताबाट आएको ठिकै भयो ए ठिक छ शीतल ए कति राम्रो ठाउँ यो बिच सब यहाँ खेल्न थालेछ ए शीतल छ लगाइ चिया कति राम्रो यहाँबाट हेर्दा शीतल आनन्द मान्छे यो फुल हो र यस्तो रोपेछ क्यामेराको भनेर इक्लिएको स्टिक भयो क्यामेरा प्लस लगाएको टाइम टुक्को यो बिच हो यो अहिले पानी परेको अवस्था छ अब पानी भित्रै शीतल
अरू भन्दा पनि शीतल भएको छ। ल ल यहाँ वासरुम छ अरे, त्यसो गएर त्यसपछि हामी फर्किँदैछौँ गाइस। अब पुग्यो, यही हो। अब पानी परेको अवस्था छ अहिले चाहिँ, अघिसम्म ठिकै थियो, अहिले चाहिँ पानी पऱ्यो, त्यही भएर हामी लाग्यौँ। यहाँ चाहिँ बिचमा खेल्ने कुराहरू, यो छ बिच। बिचको छैन त त्यो पानी छाताहरू, म त सिसावाला भनेको। यहाँको बिच टाइमेटोकको बिच, मान्छेहरू त्यसो छानामा। यही बस आयो, हामी टाइपो जाने हो। टाइपो मोबाइल माथि गएर सबैले छाता छाता खिचिदिनु। ल बाटो खुल्यो यत्रा। पानी पऱ्यो, छाता यही छाता सबै। यो हप्ताभरि पानी छ, फेरि अझै 2-4 दिन छ अझै पानी। अझ रिबतास पो आउनु। अब एकजना दाइकोमा गएर खाना केही खानु पर्ने छ। कहाँ छ? गुड। चर्को खाना नै राम्रो हो नि। कति बज्यो? 3 बजीसक्यो। अब साँझ खान मन गर्दैन।